आज फ्ल्याट डम्बल प्रेसको नयाँ पेयर बनायो। हेलो गाइस, के छ? वेलकम ब्याक टु माई वेट लस जर्नी। बिहान उठ्ने बित्तिकै पहिलो काम मिल प्रेप। चामल र अन्डा बोइल गरेँ अनि लन्च प्याक गरेँ। 153 ग्राम राइस, 120 ग्राम चिकन र गाजर काँक्रो 0 एक्सक्युज, 1 स्कुप व्हे प्रोटिन र 20 ग्राम ओट्स प्री वर्कआउट मिल पनि प्याक गरेँ। अफिस जानु अगाडि तातो पानी र 80 ग्राम एप्पल खाएँ। अफिस पुगेपछि 1 कप कफी र 2टा उमालेको अन्डा अनि दिनभरि काममा फोकस। सफलता कहिल्यै एक दिनमा आउँदैन, यो त हरेक दिनको सानो सानो अनुशासनले बन्छ। जब तिमीलाई थकान लाग्छ, बहाना खोज्दैनौ, तिमी उठ्छौ र लड्छौ, किनभने रियल स्ट्रेन्थ शरीरमा मात्र होइन, मनमा पनि हुन्छ। आजको चेस्ट डे डम्बल प्रेस 20देखि 28 केजीसम्म। 28 केजी मेरो न्यू पिआर हो। फ्ल्याट बेन्च प्रेस 40 केजी, प्याक डेक फ्लाई र ट्राइसेप पुश डाउन सबै फुल इन्टेन्सिटीका साथ 4 सेट, ब्रेक छैन। दिनको अन्त्यमा टुना फिस, चिउरा, गाजर, काँक्रा अनि दहीसँग पर्फेक्ट मिल। डिसिप्लिन नै तिम्रो ठुलो सुपर पावर हो। भोलि फेरि भेटौँला अझै बलियो भएर।